ल तिमी जुरुक्क पार्छ जुरुक्क उतैतिर हातमा समात्दै लास्ट ठुलोवाला निस्किने कसरी पा मार्ने त यसलाई घचा ल्याउने मरिगयो नि हेलो साथीहरू आफ्टर लङ टाइम हामी कन्टिन्यू माई भिडियो या साथमा मेरो भाइहरू आज हामी खोलातिर जाँदैछौँ किनभने अब त्यहाँ गङ्गटाहरू छन् होइन अलिअलि त्यो गङ्गटा छन् जस्तै एउटा हुन्छ नि आफूलाई इन्ट्रेस्ट मात्र क्या मैले जबरजस्ती लगिरहेको छु नि त के कसो हो होइन नि कि इच्छाले हो इच्छाले जानु लाग्यो नि खोजौँ गाइजहरू अहिले कति भेटिन्छ एन्ड फर्स्ट मेरो च्यानललाई सब्सक्राइब गर्नु होला त्यही हो लाइक गर्नु होला आज हाम्रो क्यामेराम्यान कसलाई भनौँ अब त्यही भनेर त भएर अलिकति सिगान सिया गरेर निकाल न सिगान निकाल के सिया गरेर कस्तो घाम चर्केको अघि दिउँसो त चर्केको थिएन यस्तो रहेन क्या गङ्गटा समान्ने कार्यक्रम पहिला हाम्रो शिकार शिकार मार्यो मार्ने हो यहाँ ऊ हुन्छ यार ओए यो एउटा समात त तैँले समात नि एउटा समात अर्को 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 रोक 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 इभन माथि भने तल तल भेटिन्छ नला तलतिर जाम्न तल तल भेटिन्छ यसो नमार्ने मार्ने के त्यो गरा हो त्यसले गोब्डे यता यता मुटुमा गर्दैन किरा खान्छ कि क्यारी खेने कि मुटु यता यतातिर हेर्न ओए ल यता है ओए बा कुनै हेर यार भाग्यो 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 बा कुनै स्यान छ के मुलीमा पनि मैले पनि यार कहाँ गयो के एउटातिर त्यो पानी ओ भाग्यो बा समातिन्छ नि त स्त्री समात्छ त यार डेगाइ डेगा अगुन छ कि सानो 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 थियो नि छ कि यो हाम्रो सबभन्दा ठुलो शिकार हो यो एउटा ठुलोवाला छ अलि ठुलो छ कि हो यहाँ छ कि उता सानो कहाँ गयो यो ढुङ्गाल फेरि उठाए सायद यही ढुङ्गामा जाला खै छोरो विकास गजाउँदा दुई सक्यो हेर्नुपर्छ क्या यहीँ थियो कि यार मेरो हातमा कहाँ भाग्यो कहाँ सामान्य स्टाइल पनि थाहै छैन भन्दा मलाई त यार खोइ त यो पल्टिन्छ कि नै पल्टिन्छ कि मैले पल्टाइहाल्छु यो मुजी के हो यो माछाको यहाँ पानी छ कि हो पानीलाई कडा फाल्ने पुरा फालिदिने हेर धपे उठाइदिउँ तयार है त ए बाबा दुईजना पल्टाउनु दुईजनाले यहाँदेखि जाला खै यहीँदेखि कट छ कि यार यहाँदेखि छ कि कहाँदेखि अलिक छ नि होला र ल तिमी जुरुक्क पार्छ जुरुक्क उतैतिर दिदी मासला कहाँ यार छेउलाबाट ट्रोमा त खोइ त यार त्यो बङ्गै पल्टाइदिउँ एकछिन यहाँ मेरो खुट्टा अल्झिहाल्छ यो मुजी ठ्याक्कै पल्टानेर उतातिर जानु रहेछ क्या होइन यस्तोमा नहुने रे भन्दा भेजा लाग्छ झन् ठुलोमा किनी जस्तो हात लिउ र त लिली ठिक्कै पार्दैला नि छिर्नु छैन तल त छैन क्या बुझ माथि हो कि एकदम यति तलसम्म निकाल हातमा समात्दै लास्ट ठुलोवाला निस्किने
उही निस्क्यो हात पत्याएकै बाजे त्यो गरिदियो त जो टोकेर झन् एल टोकेन त मुझे रहन्छ झुरुक त्यो खटाल टोक्छ नि छोड्दै छोड्दैन र फेरि छैन होला यति होला यो उता बुढी पनि छ होला यो बुढा हो बुढी छ यसको बुढी हुनुपर्छ हुन्छ बिहा गरेर आउनु सक्छ दुवाल छ कि नै पाल छैन अघि यहाँसम्म थियो पाल यहाँदेखि छैन त हिले माछाहरू होला कि भेट्यो कति पुच्ची हो यहाँ चान्डी पनि मरिगयो नि यो सक्दैन यसले विकास यत्रो टाङले खाछ यार पुरै जाऊ न विकास यत्रो मान्छे भेटिन्छ यसलाई कतातिर पल्छ विकास हेर है उता माछा होला न यसमा त घाँस त मान्छे मैले एउटा त छ होला सानो थियो होला कहाँ गयो हातमा आइदैन मात्र समात्छु भन्छु यहाँ पल गएको छ कि यहाँ पनि होला माछुरीहरू बम बम एउटा दुईटा त होला कान्छा बाहिर निस्के त 13 साले गङ्गटा हाट क्र्याप पारेर छैन के हो बता छैन मलाई त चिफ गेस्टलाई देखाइदियो अब भेट्यो सानो सही हो यो त कति धेरै आमामामा जुमै के हो पानी फोहोर बनाइरहेछ अर्कोले फेरि पानी पनि माछालाई यार कति सानो यार लगेर पर भुटेर माछालाई एक बोतल रक्सी सकाइदिउँ केटा हो माछाले भेटाएर फेरि यत्रो फाल्नुपर्छ नि कति हाल जिउँदै छु मरेको छैन म भन्छु नि उहाँ चाहिँ निकाल योभन्दा त यार पार वजन खतरा हुन्छ नि त यार माछाले पेट निकालिदियो त्यो पनि हिँड्छन् होइन त्यसपछि घाँटी साटी काटिदिनु पर्छ त्यो पनि पुरै के यो गरेको भने भन्छ नि त्यसै गर्नु मन लाग्छ यत्रो नगराइ हुन्छ नगराइ हुन्छ त्यति त सानो कहाँ होला रे के जिउँदै छु रणवीरबाट माइनस मलाई त्यत्तिकै दिएबाट नि लगभग 1 केजी त होला नि केटा हो 1 केजी जम हन्टरहरूलाई त हेरौँ मोटा होइन
म त भिडियो गरेर मन कहाँ छ उति घप्पल खले दिन्छु यार चलाएर मुख दिएर गएन भने त बिजतै होला है खोलाले के भन्नु